सुन न पूजा, यो हाम्रो कुरो नि त, तिम्रो दाइले थाहा पाउनु भने के हुन्छ? जबसम्म तिमी र तिम्रो साथीहरू छन् तबसम्म मलाई कसैको डर छैन गोकुल। कति बस्नु केटा, जाउँ घर, गोकुल दाइलाई बोला, भोक लागिसक्यो। ओ गोकुल, कति बसिरहेको झ्याउ लागिसक्यो, घर जाउँ न। गोकुलको तिर्खा भोक सबै पूजै हो। तर जे होस् गोकुल दाइको जोडी चाहिँ एकदम बब्बाल छ। साँच्चै नि हो यार। हाँसी मजाक त ठिकै केटा हो, तर पूजाको दाइ अलिक खतरा हो माने। हामीले गोकुललाई अलिक माने साथ दिनुपर्छ जस्तै सिचुएसनमा नि। पानीहरू कतै बढेछ नि। पूजा घर जाने टाइम भएन, दादा कामबाट आउने टाइम भयो। यिनीहरूले फेरि दाएर शङ्का गर्नु। ल हुन्छ त गोकुल, तिमी पनि जा, म पनि जान्छु। ल ल हुन्छ, हेरौँ ल। केटा सुन तर, मेरो लपमा नि अलिकति तिमीले सहायता दिन जरुरी छ ल। सहायता त्यस्तै अब माने लपमा यताउति कुरो बाधा दिन सक्छन् कि त्यो तैँले भन्नु खोजेको भएन त अनिलले त केटीको दाइले अँ अलिक माने त केही त भएन, तँ त भइहाल्छ नि हिँड्न। चलो। काहीँ पनि होइन, साथी घर गएको थिएँ। तिम्रो गाउँमा नि के होला सुन्दैछु, नेक्स्ट टाइम सिनेमा राम्रो हुँदैन। बाख्रालाई नि यति दिने बेला हुन्छ, तर जाँदै अब के गर्ने। खाऊ खाऊ खाऊ। कता गएछ घरको बाख्रो त? यता आइज त। खा खा खा। तँलाई पूजा त्योमा भेट्नको लागि किन बोलाइदिएको थिएन? खोइ त्यही मिठाई अलिक गफ गर्नु होला। ल म जानु पर्छ। ल त ल, किन बोलाइदिएको थिएन? यसपालि केटा फसल अलिकति भइ राम्रो गर्नुपर्छ है। भइहाल्छ। यो कसरी घर राखेको केटा हो, के राम्रो गर्ने कुरो गरेका। ए त्यस्तो के होइन, म र सन्तोष यहाँ खेती गरेको थियौँ, तँ नि सामेल हुन्छस् क्या हो? होइन केटा हो, तिमीहरू टोटली गरेको थियो होइन, अब म मारमा सामेल नहुँ होला। ए हो न यार, केही छैन त। ए हुन्छ। खोइ त गोकुल त अहिलेसम्म आएन त हौ। गयो, मैले चिने तिमीलाई। हो र? वाह, तिमीले सही पक्रियौ। हेलो, के भयो? यस्तो निराश भइरहेको थियो चाहिँ के भयो? तिमी यहाँ मजाक गरिराख न, दाइले थाहा पाए जस्तो गरिराख्नु भएको छ। मजाक नगर न। मजाक गरेको होइन, आजसम्म मैले तिमीलाई कुनै कुनै कुरा ढाँटेको छु र। त्यो त हो। अनि के कामले बोलायो त? भेट गर्न नि के काम हुनुपर्छ र। त्यही त, बिना काममा भेट गर्न बोलाउने तिम्रो अचम्मको बानी रहेछ। तर पनि यो आँखा अगाडि तिमीलाई देखेपछि सारा दिनभरको थकान मेटिने। तिमीसँग भेट्न नि कुनै काम हुनुपर्छ र, तर पनि मलाई मनमा एउटा डर छ। हिजो घरमा दाइले निकै करालुले सोधिराख्नु भएको थियो मलाई, तर मलाई डर लागिरहेछ हाम्रो सम्बन्ध कसैले टुटाइदिने हो कि। त्यस्तो केही हुने छैन, म छु नि तिम्रो साथ। तिम्रो लागि मेरो माया कहिले झुटो हुने र छैन। तिमीले सम्हालेर हिँड है। अनिललाई निकै रिसाएर हिँड्नु पर्छ। गोकुल राम्रो केटो हो, हामीलाई थाहा छ, तर तिम्रो दाइको रिस त नि त तिमीलाई थाहा छ होला त। हो नि पूजा, हिजो भर्खर दाइले गाउँमा गोकुलको बारीमा सोधखोज गर्नु हुँदै थियो। तिमी चिन्ता नगर पूजा, तिम्रो जस्तै परिस्थितिमा पनि हामी साथ दिन्छौँ तिमीलाई। ल त जाऊ त पूजा, भोलि भेटौँ न ल। ल ल।
दाइ तपाईँ यहाँ त घर है आजदेखि बिना काममा तिमी यो घरबाट निस्किने होइन। तिमीलाई म एकै दिनमा मामा घर पठाइदिन्छु, उही गरेर राम्ररी पढ। खोइ तिम्रो खुने ताल्यो। एकपटक पूजालाई फोन गर्न पर्नु। भोलिपल्ट भेटेरै कुरा गर्नु पर्यो पूजासित, के कुरो हो राम्ररी बुझ्छु। दिदी खाना पाएन? एकपल्ट सब्जी काट्दैछ भाइ ढिला हुन्छ। ए ल त म गाउँतिर पुगेर आउनु पर्यो। कता हिँड्छ सन्तोष बिहान बिहानै? ए यता गोकुलहरूतिर पुगेर आऊँ भनेर नि। अनि त चाहिँ कता हिँड्छ? त्यतै गाउँतिर। ए हिँड्न गोकुलहरूतिर त्यसो भने। तिमी चाहिँ कता हिँडेर? म यसै गाउँतिर हिँडिरहेको थिएँ। अनि हेर न के भन्थ्यो अरे पूजाको फोन हिजोबाट स्विच अफै छ त। अनि के भन्छ तिमीलाई थाहा छ उनको बारेमा? थाहा छैन त। खोइ हामीलाई नि थाहा भएन। हामी पानी लिएर आएर पूजा गरेर गएर खास कुरो के हो बुझेर भन्छु। ल ल के भन्छ हौ दुईजनाको बिचमा? कोही कोही छिटो पानी भएर जानुपर्छ। खास कुरो के हो बुझेर आउनुपर्छ नि। ल पानी पनि भर्यो जाम। खास कुरो के बुझेर आउनुपर्छ नि। म पानी राखेर आउँछु, तिमी हिँड्दै गर। ल ल लुगा पानी पनि कति ल्याउनु पर्दो रहेछ। ल अब पूजा ए पूजा पूजा त भित्रतिर हो नि। पूजा पूजा के तिमीलाई दाइको भित्र थुनेर राखेको हो? किन बोल्दैनौ? तिम्रो बारेमा गोकुलले सोध्दै थिए। हेर न दाइले सबै कुरा थाहा पाउनु भएको छ। अनि साँच्चै गोकुलले के सोध्दै थिए? गोकुलले कल गरेका थिए र तिम्रो फोन स्विच अफ थियो र भन्दै थियो अघि भेट भएको त्यो बाटोमा। हो मेरो फोन दाइले बरु साँच्चै कुरा गोकुललाई भनिदिनु न। भेट भयो भने भनिदिन्छु। ल हुन्छ बस त ल पूजा। ए ल ल म पर्छि नै बुढीलाई त्यहाँ पठाइदिन्छु। तर त्यसको टेन्सन लिनु पर्दैन। गोकुल तिमीलाई एउटा कुरा भन्नु थियो। त्यो टेन्सन नगर यार, हामी किन त
होइन के भन्छ यो भोलि थाहा पाउँछस् मलाई। प्रिय पूजा, म तिमीलाई धेरै माया गर्छु, तर हाम्रो बिचमा एउटा ठुलो समस्या आइपरेको छ। हाम्रो मायाको बारेमा तिम्रो दाजुले थाहा पाउनु भएछ। उहाँले तिमीलाई 2 दिनपछि मामाघर पठाइदिने कुरा गरिरहनु भएको छ। हामीसँग धेरै समय छैन। यदि हामी सँगै बस्न सँगै चाहन्छौँ भने हामी यहाँबाट भाग्नुपर्छ। म सबै व्यवस्था मिलाउँछु, तिमी मेरो गेटको अगाडि निस्क्यौ। किन त अनिता एउटा किन हेल्प गर न। यो नि त चिठी लगाएर पूजा दिनु त ल प्लिज। ल प्रिय पूजा, म तिमीलाई धेरै माया गर्छु, तर हाम्रो बिचमा एउटा ठुलो समस्या आइपरेको छ। हाम्रो मायाको बारेमा तिम्रो दाजुले थाहा पाउनु भएछ। उहाँले तिमीलाई 2 दिनपछि मामाघर पठाइदिने कुरा गरिरहनु भएको छ। हामीसँग धेरै समय छैन। यदि हामी सँगै बस्न सँगै चाहन्छौँ भने हामी यहाँबाट भाग्नुपर्छ। म सबै व्यवस्था मिलाउँछु, तिमी मेरो गेटको अगाडि निस्क्यौ। आजै राति तिम्रो प्रिय गोकुल।